श्रम सांस्कृतिक पार्टी राख्छौँ हामी आफ्नो दलको नाम। र यो दलको 2-4 विशेषताहरू मैले अघि पनि भनिसकेँ। हामी आफ्नो दलको झण्डा बनाउँदैनौँ। किन बनाउँदैनौँ भने 2टा कारण छ। एउटा कारण चाहिँ करोडौं रुपियाँको कपडा च्यातेर झण्डा बनाइदो रहेछ। बरु त्यो भन्दा गरिब दुखीलाई हामीले चाहिँ नि हैन एक आङ लुगा सिलाइदिनुपर्छ भन्ने हाम्रो रहन छ। अर्को कुरा चाहिँ पार्टीको झण्डा भइसकेपछि चाहिँ राष्ट्रिय झण्डा ओझेलमा पर्दो रहेछ। त्यही पार्टीकै झण्डा बोकेर हिँड्नु मन लाग्दो रहेछ। अनि राष्ट्रिय झण्डा प्रतिको हाम्रो मोह सम्मान नहुने भएको कारणले गर्दाखेरि हैन तपाईको चाहिँ नि हाम्रो झण्डा हुँदैन। हामी हाम्रो सदस्यहरूलाई कार्यकर्ता भन्दैनौँ, श्रमदाता भन्छौँ। कोही कसैको कार्यकर्ता भन्दैन, हामी सबै श्रमदाता। त्यो चिज हो। हामी श्रम गर्छौँ। माटो नछुनेलाई सदस्यता दिइँदैन। काम नगर्नेलाई सदस्यता दिइँदैन। गफ गर्ने त अरू दलमा जाँदा हुन्छ। गफ गर्ने मान्छे अरू दलमा जाँदा हुन्छ। हाम्रोमा गफ गर्ने मान्छेलाई भ्याकेन्सी हुँदैन है। भाषण गर्नुलाई नेता बन्नु भनिँदैन हामी होइन। काम गरेर देखाउनुलाई, जिम्मेवारी वहन गर्नुलाई, उसको चाहिँ नैतिक आचरणदेखि लिएर इमान्दारी सम्पूर्ण कुरालाई हेरेर हामी नेता चुन्छौँ। अहिले जोडिने क्रममा त जो पनि जोडिँदै जान्छ होला, तर पछि हामी फिल्टर गर्दै सबै फालिदिइहाल्छौँ। On Trends Lens.